अहिले चाहिँ म बसिरहेको छु जस्ट खजुरको बोट मुनि अलिकति सेड रहेछ, शीतल हावा पनि चलिरहेको छ। अलिकति एन्जोय लिनु पर्यो यो जग्गामा आएको, अलिकति बेनिफिट, अलिकति फाइदा लिनु पर्यो भनेर। एन्ड या हेर्नुहोस् है भिडियो। आमा आप्पा यो भिडियो हेर्नु है दिदीको फोनमा। या मलाई तपाईँहरूप्रति एउटा सानो सन्देश, बाइबल रिलेटेड लुकको सेन्ट लुकको च्याप्टरदेखि सेयर गर्नु मन पर्यो। युजली म के गर्छु भन्दाखेरि जहाँ पनि निक्लिन्छु, ट्राभलहरू गर्दा भयो, इट्स नट ओन्ली ट्राभलको टाइममा मात्रै होइन, तर म डिपार्टमेन्टहरू जाँदाखेरि पनि मेरो ब्यागको चाहिँ सानो एउटा स्पेस छ। म त्यहाँनिर जहिले पनि बाइबल क्यारी गर्ने गर्छु। मलाई जहिले पनि रिमाइन्ड गरिरहेको हुन्छ फ्यामिलीले, मेरो दाजुभाइहरूले, इष्टमित्रले। अनि त्यही कारण म जहिले पनि मेरो यो एउटा रिचुअल भइसकेको छ है, डेली एक्टिभिटिज भइसकेको छ। आइएम नट सेइङ म त्यो होइन कि म सन्त एकदमै स्पिरिचुअल, एकदमै अब त्यो हुन्छ नि विश्वासमा बहुतै गहिरो भएको मान्छे होइन। मेरो पनि धेरै कमजोरीहरू छ। आइएम स्टिल लर्निङ। सो कतिवटा कुराहरूलाई म सुधार्ने कोसिस गर्दैछु। अनि त्यही भएर आज सन्डे पनि हो। एन्ड यस तपाईँहरूप्रति मलाई एउटा सानो सन्त लुकको 22 अध्यायको च्याप्टर 22 to 27 तपाईँहरूप्रति सेयर गर्नु मन पर्यो। सुन्नुहोस् है ल। यस्तो लेखेको छ सन्त लुकको 22 र 27ले भन्छ, चिन्ता नगर। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तसर्थ म तिमीहरूलाई भन्दछु, के खानु भनी आफ्नो जीवन वृद्धिको निम्ति र के लगाउनु भनी आफ्नो शरीरको निम्ति चिन्तित नहौ। खानेकुराहरू भन्दा जीवन र लुगाफाटा भन्दा शरीर ठुलो हो। कागहरूलाई हेर, ती न रोप्छन् न त बाली काट्छन्, न त तिनीहरूको भण्डार छ न ढुकुटी, र पनि परमेश्वरले तिनीहरूलाई खुवाइराख्नु भएको छ। चराहरू भन्दा कति बढ्ता मूल्यवान छौ तिमीहरू चिन्तित भएर पो कसले आफ्नो आयु एकै घडी पनि लम्ब्याउन सक्छ र? तब यति जाबो एउटै कुरा पनि गर्न सक्दैनौ भने अरू कुराको निम्ति किन चिन्तित हुन्छौ? हेर, ती लिली फुलहरू न धागो काट्छन् न बुन्छन्, यद्यपि म तिमीहरूलाई भन्छु, सुलेमान धरि आफ्ना समस्त वैभवमा एउटा लिली फुल जतिको सुसज्जित। यहाँनिर सन्त लुकको 22 र 27ले धेरैवटा उदाहरण दिएको रहेछ है। हामी चाहिँ मानिस भइसकेपछि चाहिँ हामी धेरै चिन्तित हुन्छौँ अरे कतिपय कुराहरूमा है। भोलि के खानु, के लगाउनु, के गर्नु। मेरो हात पुरा सेक हुँदैछ, किन भन्दा मलाई ह्याबिट छैन यसरी क्यामेरा होल्ड गर्ने। युजली म यसरी राखेर गर्छु, तर आज चाहिँ यसरी गर्नुपर्ने बाध्य भने केही छैन। अलिकति तपाईँहरूले म्यानेज गरेर हेरिदिनुहोस् है, सुनिदिनुहोस्। अनि यहाँ सन्त लुकको 22 को 27ले भन्दो रहेछ, चिन्ता नगर। धेरैवटा एक्जाम्पल्सहरू सहित हामीलाई दिएको रहेछ है। कागको भयो, एकदमै राम्रो मलाई कागको लाग्यो, सजिलो पनि, दिमागमा ग्र्याब हुने पनि। न त हामी मानिस जाति, हामीलाई चिन्ता धेरै हुन्छ। चिन्ता धेरै प्रकारको हुन्छ। कसैलाई अर्कै प्रकारको होला, कसैलाई अर्कै प्रकारको, डिफ्रेन्ट क्याटेगोरीमा हुन्छ। तर चिन्ता त चिन्तै हो सबैलाई है। अल्टिमेटली चिन्ता चाहिँ चिन्ता नै हो। यहाँनिर बाइबलले रिलिजियस वेमा पनि हामीलाई सम्झौता गर्ने कोसिस गरेको छ। एट द सेम टाइम साइन्टिफिक वेमा पनि आयु
विषयबारे पनि अलिकति हामीलाई सम्झाउने चेष्टा गरेको रहेछ। ठिकै हो, हामी मानिस जाति धेरै चिन्ता लिन्छ। साइन्टिफिक वेमा हेऱ्यो भनेदेखि पनि एकदमै राइट हो। जो मानिसले धेरै सोच्छ, जो मान्छेले धेरै चिन्ता गर्छ, त्यो मानिसको पनि आयु धेरै कम्ती हुन्छ अरे। ठिकै हो, किन भन्दाखेरि बिङ ए ह्युमन हाम्रोमा धेरैवटा सेल्सहरू एक्जिस्ट गर्छ है बडीमा, जुन सेल्सहरूले चाहिँ हाम्रो बेनिफिट, हाम्रो फाइदाको लागि कामहरू गर्छ। तर हामीले त्यही सेल्सहरूलाई चाहिँ ज्यादा मात्रामा ह्याम्पर पुऱ्यायो भने चाहिँ त्यत्तिको सोच्ने, त्यो हाम्रो जुन चाहिँ एउटा क्यापेबिलिटी हुन्छ, जुन चाहिँ हाम्रो एउटा क्षमता हुन्छ, त्योहरू डेथ हुँदै जान्छ अरे। बिस्तारै हाम्रो त्यो सेल्सहरू डिएक्टिभ हुँदै गएपछि हामी विक हुँदै जान्छौँ अरे। तपाईँहरूले बुझ्नुहुन्छ है, तपाईँहरू मभन्दा धेरै ज्ञानीहरू हुनुहुन्छ, धेरै बुझेको पनि हुनुहुन्छ। मैले के भन्नु चाहिरहेको छु त्यो तपाईँहरूले बुझ्नुहुन्छ है। मैले एउटा साइन्टिफिक वेमा यो भने र बाइबलले पनि हामीलाई यही भन्दछ, हामी चिन्ता नगर्नु अरे। अल्टिमेटली हाम्रो प्रभु हुनुहुन्छ, गड हुनुहुन्छ, उहाँ जे पनि हामी भर पर्छौँ उहाँमा हामी भर पर्छौँ। हामी जे पनि क्रेडिट दिन्छौँ हामीले फर्स्ट उहाँलाई क्रेडिट दिनुपर्छ है त। जस्तो चाहिँ मलाई लाग्छ, म पनि त्यही सिकिरहेको छु। म त्यस्तो धार्मिक, एकदमै धार्मिक व्यक्ति त होइन, बाई बर्थ आइ एम अ क्रिस्चियन, बट मेरोमा पनि धेरैवटा कमजोरीहरू छ, म सिकिरहेको छु। अनि तपाईँहरूलाई पनि सेयर गर्नु मन लाग्यो आजको दिनमा, त्यही भएर तपाईँहरूप्रति मैले सानो एउटा सन्त लुकको 22 र 27 तपाईँहरूप्रति मैले सेयर गर्ने मौका पाएँ, सुनिदिनु भयो, धेरै धन्यवाद। यदि तपाईँहरूलाई अलिकति गहिराइमा जानु छ भने सन्त लुकको 22 देखि लिएर अप्रोक्सिमेटली 30 तपाईँहरू त्यो नम्बरभित्रमा, च्याप्टरभित्रमा तपाईँहरूले पाउनुहुनेछ। तपाईँहरू त्यो पङ्क्तिहरू पढ्नु सक्नुहुनेछ है त। मेरो अलिकति सम्झाउने तरिका, अलिकति एक्सप्लेनेसन दिने मेरो अलिकति सायदै कम्ती, सायदै कमजोर भयो जस्तो लाग्यो। तपाईँहरू आफै पनि सन्त लुकको 22 देखि 27सम्म 27 का पङ्क्तिहरू पढ्नु सक्नुहुनेछ। हुन्छ, म अहिले यहाँ बसिरहेको छु, आइएम इन्जोइङ, एकदमै राम्रो छ यो जग्गामा, फर्स्ट टाइम हो मेरो लागि, अनि राम्रो लाग्यो। चिया ल्याएको छु, अब चिया पिउँछु एकछिन, त्यसको बादमा म युनिभर्सिटी ब्याक हुन्छु, रुम ब्याक हुन्छु है त। अब निक्लिनु पनि पर्छ होला। इट्स अबाउट टु 3, इट्स नट 3 एक्ज्याक्टली 2:30, 2:30 हुनु आँट्यो। अलिकति चिया ल्याएको छु, चिया पिउने, फिका चिया, अलिकति रिल्याक्स हुन्छ नि घाममा, अलिकति यो चिसो सेलेको चिया, नुनको चिया, ब्ल्याक टी खानु पाउँदा अर्कै आनन्द हुन्छ। सहरमा किनेर नपाइने ती आनन्द। अब चिया खाएर म पनि आइल बी ब्याक टु रुम। सिधै रुम जान्दिनँ, अलिकति गाउँहरू एक्सप्लोर गर्नु मन लाग्यो। यहाँको जगन्नाथ कोस्मा गाउँ भन्दो रहेछ यो जग्गालाई। मानिसहरू पनि मलाई एकदमै राम्रो लाग्यो गाउँ बस्तीको। सुरुमा त अलिकति सहाय थियो उनीहरू, अलिकति बोल्नुहरू लजाउँदै थियो, अप्ठ्यारो मान्दै थियो, बट तर उनीहरूसँग मात्रै डिपेन्ड हुँदैन नि, आफूसँग पनि हुन्छ कतिवटा जग्गामा जाँदाखेरि है त। आफूले पनि अलिकति कम्फर्ट जोन पार्नु पऱ्यो, सो द्याट उनीहरू पनि कोअपरेट गर्न सकोस् है त। अनि सिधै म रुम जान्दिनँ, कोस्मा गाउँ एक्सप्लोर गर्नु मन लाग्यो मलाई। अनि यस देखाउने छु के कस्तो हुन्छ। यहाँ पर पनि राम्रो छ जग्गा, भाइ बहिनीहरू रिल्सहरू बनाउँदै रहेछ त्यहाँनिर। त्यहाँ जानु चाहिँ अलिकति मलाई अप्ठ्यारो लाग्यो, अलिकति म फेरि त्यस्तै छु, अलिक इन्ट्रोभर्ट खालको मान्छे। सुरुमा अलिकति घुलजुल गर्नु मलाई अप्ठ्यारै पर्छ नयाँ अब अननोन अनपरिचित व्यक्तिहरूसँग। अहिले यसो टाइम पायो भने चाहिँ एक दुईवटा क्लिप खिची माग्नु पऱ्यो, त्यो पनि म हाल्नेछु है त यहाँनिर। यहाँ हुन्छ, म पनि चिया खान पिउँछु अब, हेर्दै गर्नुहोस्।
अब चाहिँ म फर्किसकेको छु त्यति भाइलाई सानो क्लिप ल्याउनु लाग्यो त्यस्तो क्लिप त आउँदैन मलाई पोजिसन दिनु तपाईँहरूले इन्जोय गर्नुहुन्छ है मैले सानो क्लिप हालिदिन्छु त्यहाँनिर लास्ट कोस्मा भिलेज गाउँतर्फ अब कोस्मा भिलेज गाउँ कस्तो कस्तो कोही बेला के हुन्छ या अए आराम से सानू को याद कस्तो दामी दिखाओ वो फूल दिखाओ बेटा फूल दिखाओ अरे किसका फूल है अपना फूल है थैंक यू ओए पुच्चू अरे अरे ये कस्तो आनन्द आइरहेको होला आनन्द आएगा जी ठीक है मैले सोचेको थिएँ यो गाउँको पनि अलिकति एक्सप्लोर गरेर त्यो भिडियो क्लिप यो भिडियोसँगै एड गर्ने बट तर मेरो फोनको स्टोरेज पनि धेरै कम्ती रहेछ त्यसले गर्दाखेरि त्यो प्लानलाई चाहिँ मैले नेक्स्ट ट्रिपमा राखेको छु नेक्स्ट टाइम चाहिँ म त्यो भिलेज जगन्नाथ गाउँ त्यो भित्र के कस्तो मानिसहरू कसरी बस्दो रहेछ कस्तो प्रकारको कल्चर ट्रेडिसन एक्जिस्ट गर्दो रहेछ अलिकति उनीहरूको लिभिङ लाइफस्टाइलबारे पनि म ल्याउने प्रयास गर्छु घरहरू कस्तो प्रकारको इन्फ्रास्ट्रक्चर वाइज उनीहरूको कस्तो हुँदो रहेछ त्योहरू कभर गर्ने कोसिस गर्छु त्यस्तो त मलाई आउँदैन के गर्नुपर्ने कस्तो गर्नुपर्ने युट्युबमा बट स्टिल लर्निङ छु म ल्याउने कोसिस चाहिँ गर्छु जे जस्तो हुन्छ अलिकति रवालै हुन्छ मेरो है त्यसले गर्दाखेरि यस कस्तो मजाको चरा आयो यस till then everyone take care stay blessed life is good stay positive and yeah God bless you all next time मा हामी भेट्नेछौँ अब म रुमतर्फ जानेछु एन्ड देन आफ्टर अलिकति फ्रेसेस भएर आई टेक रेस्ट किन भन्दाखेरि रुममै बस्नु पनि मलाई अलिकति एउटै जग्गामा त्यो सफोकेट भएर बस्नु पनि पुरा त्यो अल्छी लाग्छ भनौँ न वी नेभर नो हाम्रो ह्युमन माइन्ड हो होइन यो एउटा हाम्रो मानिस जातिको माइन्ड चाहिँ ह्युमन माइन्ड चाहिँ वन्डरफुल सर्भेन्टहरू क्या एकदमै अब वन्डरफुल सर्भेन्टहरू बट एट द सेम टाइम इट्स अ टेरिबल मास्टर पनि हो क्या सो यो कुरालाई ध्यानमा राख्दै अब म पनि सिक्दैछु त्यही कारण आज अलिकति ब्रेक बनाएर टाइम निकालेर यो जग्गामा नयाँ एउटा वञ्चित जग्गामा एउटा एक्सप्लोर गर्ने मौका पाएँ सर्वप्रथम प्रभु परमेश्वरलाई धेरै धन्यवाद मेरो परिवार मेरो दाजुभाइ दिदी बहिनी सबैजना अनि मेरो साथीभाइहरू सबैजनालाई अनि तपाईँहरू जो जतिजनाले हेर्नुहुँदैछ भिडियो तपाईँहरूलाई पनि धेरै धन्यवाद कमेन्टमा लेख्नुहोस् है कस्तो प्रकारको भिडियो बनाउनु पर्ने मलाई त त्यस्तो आइडिया छैन यो विषयबारे गाइड गर्नुहोस् है तपाईँहरूले मलाई ओके टिल देन स्टे पोजिटिभ लाइफ इज भेरी गुड एन्ड या गड ब्लेस यु अल टेक केयर